जलजला धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो सुन्दर ठाउँ जसको कुरा हामी गर्ने नै छौँ। तर पहिले कुरा गरौँ त्यहाँसम्मको यात्राको, जुन यात्रा निकै अचानकको थियो। न त कुनै तयारी न त कुनै योजना। बिहानसम्म कुनै पनि योजना नभएका हामी एकछिनपछि जलजलातिर हानियौँ। आउनुहोस् सुरु गरौँ यो यात्रा। जलजला हिमालमा माया तिम्रो नाम लेखे जालेर मनमा। जलजला हिमालमा माया तिम्रो नाम लेखे जालेर मनमा। त्यस्तो कुनै तयारी नभएका कारण थबाङ जाने बस सबै छुट्यो। हामी खरिबटसम्म मात्र जाने बसमा चढ्यौँ र त्यहाँ बसेर अर्को दिन टुटु पर्जा हुँदै हिँडेर जलजला जाने निर्णय गर्यो। मेरो बच्चैदेखिको साथी देव हामीले लिन पर्जाबाट टुटुसम्म आइपुगे। अहिले सम्झिँदा लाग्छ उनी नभएको भए हाम्रो यात्रा जस्तो भयो त्यस्तो हुँदैन थियो होला सायद। हाम्रो यो यात्रा सफल हुनुमा उनको ठुलो योगदान छ। पर्जामा उनको घर पुगेर एकछिन बसेपछि हामी जलजलातिर निस्कियौँ। कलकल बग्ने खहरीहरू, हरिया डाँडाकाँडा र जलजला पुग्न निस्किएका हामी जस्तै अरू यात्रीहरूले यो यात्रा झन् रोमाञ्चक बन्दै थियो। हामी उकालो चढ्दै गयौँ, धजा हाल्ने हुँदै छेडा, जहाँ हामीलाई आलुको परौठादेखि मोमोसम्म खाने सौभाग्य मिल्यो। त्यसमाथि बङ्गुरको मोमो, त्यसमाथि पनि सिकुमको अचारसँग मन प्रफुल्ल थियो। केही बेर बसेपछि हामी फेरि उकालो लाग्यौँ। हल्का वर्षा, कुहिरोले धपक्क भएको वातावरणले छुट्टै आनन्द दिइरहेको थियो। उकालो हिँडाइले गोडामा दुखाइ सुरु भइसकेको थियो, तर वृद्ध आमादेखि कलिला भाइ बहिनीहरू जोसका साथ हिँडेको देखेर दुखाइ पनि हराएर गयो। केही बेर हिँडेपछि उकालो पनि सकियो। हामी एकछिन थकाइ मारेर फेरि अगाडि बढ्यौँ। लेकमा फुलेका रङ्गी-चङ्गी फुलहरूले मन नै लालाहित बनाउँदै थिए। चारैतिरको सौन्दर्य निहाल्दै साथीभाइसँग गफिँदै त्यो पल अविस्मरणीय थियो। पानी पर्दा धर्मशालामा ओत लाग्दै अन्ततः हामी हाम्रो गन्तव्यमा पुग्यौँ। जलजला जलजला जलजला।
जलजला रोल्पा जिल्लामा पर्ने एउटा सुन्दर मनोरम उच्च पहाड हो जो भिजिट नेपाल 2020 को 100 गन्तव्यको सूचीमा सूचीकृत गरिएको थियो। यसको उचाइ 3160 मिटर रहेको छ। तल दलदल गर्ने कपासको भुवामा टेके झैँ लाग्ने पानी नै पानीले भरिएको घाँसे मैदान, खुल्ला आकाशमुनि हरिया साना थुम्काहरू र सयौं जातका बुकी फुलहरूले जलजलालाई स्वर्गीय अनुभूति गराउँछ। जलजलाले मौसम अनुसार आफ्नो स्वरूप परिवर्तन गर्ने गर्दछ। कहिले यो हिउँले भरिन्छ त कहिले विभिन्न प्रकारका गुराँसका फुलहरूले। अहिले यो हरियालीले भरिभराउ थियो। अझ यहाँ पाइने विभिन्न प्रकारका रुख बिरुवा, दुर्लभ सेतो गुराँस, जडीबुटी तथा जङ्गली जनावरहरूले यहाँको गरिमालाई उच्च बनाउने गर्दछन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण जलजलाको धार्मिक महत्त्व पनि उत्तिकै छ। यहाँ वैशाखी पूर्णिमा, जेठासी पूर्णिमा र साउने पूर्णिमामा भव्य मेला लाग्ने गर्दछ। यहाँ बराह देवताको पूजा गरिन्छ। मेलामा मात्र नभई अरू बेला समेत जलजलामा बराहलाई भेडा बलि दिन सयौंको सङ्ख्यामा आउने गर्दछन्। जलजलामा कैलु बराह, सतदेव बराह, बजु बराह, रानी बजु र भामा ओडार गरी 5 ठाउँमा पूजा र बलि दिने गरिन्छ। हामी केही ढिला नगरी यसको सुन्दरताको अवलोकन गर्नतिर लाग्यौँ। खाना र बस्नको लागि नानाहरूले सकेसम्म राम्रो व्यवस्था गरिदिनु भयो। कहिले देखभेट नभएको मान्छेबाट यस्तो आत्मीयताको आभास पाउँदा मन प्रफुल्ल थियो। हजारौं मान्छेहरूको भिड, कोही बलि दिन, कोही पूजा गर्न त कोही घुम्न, सबै आफ्नो आफ्नो काममा व्यस्त देखिन्थे। सामान्य कुनै यात्रु बोकेर आएका घोडाहरू हुनुपर्छ। रङ्गी बिरङ्गी फुलहरूको छेउमा घाँस खाँदै गरेको त्यो दृश्य साँच्चै नै सुन्दर थियो। मानव निर्मित ताल र भ्यू टावरले पनि यो ठाउँको शोभा बढाइरहेको थियो। सकेसम्म सबै ठाउँ घुम्यौँ। सकेसम्म यो ठाउँको सम्झना क्यामेरामा कैद गर्ने कोसिस गर्यौँ। हदैसम्म खुसी भयो सायद। तर अब यो ठाउँ छोड्ने समय आइसकेको थियो। देव लगायत अरू साथीहरू र जलजलासँग बिदाई हुँदै हामी ओह्रालो लाग्यौँ थबाङतर्फ। हामी केही दुखी थियौँ। जलजलामा अझै केही समय बिताउन मन थियो। यो ठाउँ छोडेर जान मन थिएन, तर समय त्यस्तै पर्यो। तर मनमा केही उत्साह पनि थियो, किनकि हामी जाँदै थियौँ थबाङ, ऐतिहासिक गाउँ। थवाङ सुन्दर गाउँ, जहाँबाट 10 वर्षीय जनयुद्धको सुरुवात भएको थियो। जुन ठाउँले देशलाई गणतन्त्रको बाटो देखायो, जुन ठाउँले धेरै गुमायो, जुन ठाउँलाई जलाइयो पनि। आज के पायो के पाएन त्यो फरक कुरा होला, तर यो ठाउँ उभिएको छ शानसँग। अनि यहाँका मान्छेहरू कस्तो मिलनसार र सहयोगी।
व्यापक दाइले गरेको त्यो सहयोग सधैँ याद रहनेछ। यो ठाउँमा एक दिन बिताउन पाउने सौभाग्य थियो। केही पलहरू, केही अनुभवहरू मनमा सङ्गाली। फेरि अर्कोचोटि ठाउँहरूमा आउने आश पुगे, फर्कियौँ हामी।